गाइस सो गाइस हामी आज हाम्रो डे 3 ब्लग सटरको खोजीमा छौँ हामी सटर त थाहा भएन तर हामीले चाहिँ एभ्रिडे नै चाहिँ हामीले चाहिँ पिस चाहिँ भन्ने चिज हुन्छ नि पिस चाहिँ भेटिरहेको छौँ आज हाम्रो स्पेसल मेन्युमा के छ रेसिपी आज हाम्रो पपकर्न मकै यति मकै छ क्या मकै सो गाइस आज म के भन्नु गएको थाहा छ तिमीहरूलाई सुन है यता मजाले कोचले तपाईँ घूमने आओ गाइस क्या कर रहे हो रूम में क्या रूम में क्या शर्म नहीं आती है क्या ब्राउन मुंडे या मैं ब्राउन मुंडे या तू मेरी मुंडी या सो गाइस तिमीहरूको लागि म एउटा यस्तो मिठो एउटा सङ डेडिकेट गर्न चाहन्छु तर के गर्नु मलाई त्यस्तो गिटारै बजाउन आउँदैन मेरो क्लासहरू चलिरहेछ म केही समयपछि तिमीहरूलाई मिठो गीत सुनाउँछु गाइस अहिले म खासमा के भन्नलाई भ्लग बनाएको भने चाहिँ हामीले आज पनि सटर खोज्यौँ धेरै खोजेर आज हामी कतै महाकालबारीतिर खोजेर आज हामी चाहिँ यसो गोकर्णतिर हिजो हामी कहाँ अरे नदीतिर झरनातिर नदी पुगेका थियौँ आज हामी डाँडाकाँडा त्यो सल्लाहको रुखतिर पुगेका छौँ मलाई एक चिज चाहिँ के भन्न मन छ भने चाहिँ नेपाल सरकार बालिन सरलाई नेपालमा यो सटर पाउँदैन सर के भयो क्या म पागल भइसकेँ डे 3 मात्रै भएको छ हुन त मैले सटर खोज्न थालेको त सायद एक हप्ताभन्दा नि बेसी नै भइसक्यो होला है एक हप्ताभन्दा बेसी नै भइसक्यो सो म बालिन सरकारसँग प्लिज हात जोडेर म बिन्ती गर्छु मलाई सटरको व्यवस्था गरिदिनुहोस् यार गाइस अनि दोस्रो कुरा यस्तो ठाउँ देखा त भएको छ ठाउँहरू देखा अब यो त देखाइहाल्यो के हुन्छ हो यस्तो ठाउँ हाम्रो ठाउँमा हाम्रो उता पनि छ क्या यता बस्ने ठाउँ सबै व्यवस्था छ कि हाम्रोमा चाहिँ किन छैन हाम्रो के पहाड हाम्रो ठाउँमा चाहिँ यस्तो व्यवस्था गर्न सकिँदैन हो क्या हाम्रो ठाउँमा पनि यस्तो बब्बाल छ यो यस्तै ठाउँ छ क्या हाम्रो सुदूरपश्चिममा यस्तो नै व्यवस्था गरिदिनु होला मलाई प्लिज अब म ठुलो भइदिएँ मेरो कुरा जहाँ जताततै पुगिने भए त म कति कुरा भन्थेँ गाइस मेरो कुरा 4 मान्छेमासम्म मात्र पुग्छ मजै आउँदैन सो गाइस त्यही भएर म चाहिँ आजकल एकदमै स्याड छु अलिक क्लोज गर्न क्लोज 2 मिनेट भइसक्यो 2 मिनेट भयो 2 मिनेट भएपछि एउटा कुरा लास्टमा भन्न चाहन्छु लभ यु गाइस थ्याङ्क यू सो मच